हुन्छ यहाँ पात के भन्छ यसले फ्लावर क्रिपरवाला फ्लावर चाहिँ क्रिपरवाला फ्लावर टमाटरको झालो यो टमाटरको झालो चाहिँ युज गर्दै हुन्छ काट्दै हुन्छ अनि त्यहाँ चाहिँ आमाले मैले आमा चाहिँ अब आमा चाहिँ पानी लगाउने हो मम चाहिँ यहाँ यस्तो गर्दै हुन्छ जङ्गल पल्टेको त्यही भएर यहाँ अलि छुन पारिनु पर्यो भन्दै टमाटर नि फल्दैन फल्ने त्यस्तै झालमा चाहिँ हेलो गुड मर्निङ नमस्ते मेरो सम्पूर्ण युट्युब फ्यामिली हजुरहरु सम्पूर्णलाई स्वागत छ ट्रेसा फ्यामिलीको अर्को ब्लगमा सबैजना आरामै हुनुहुन्छ मस्त हुनुहुन्छ व्यस्त हुनुहुन्छ म पनि आरामै छु म पनि बिजी नै छु बिहानको टाइममा अनि त्यसपछि दिनभर चाहिँ सेल्टे पिटेङ हुन्छु अनि त्यसपछि 1 बजेदेखि चाहिँ उता स्कुटीमा जान्छु अनि त्यसपछि फेरि आएर सेल्टे पिटेङ हुन्छु अनि त्यसपछि चिया खाने खाना बनाउने त्यस्तै दिनहरु अनि मलाई यस्तो जागी लगाइदिनु हुन्थ्यो गरे म जस्तो अनपढलाई यस्तो जागिर लगाइदिनु त गरे अब जागिर पनि पाइन्न दिनभरि सेल्टे पिटाङ पर्ने यस्तरी गर्ने बस्ने अनि त्यही हो अहिले चाहिँ केटाकेटीलाई स्कुल पठाउन लगाएको म कालिदाजुन गएको रहेछु त काली देखे त गोरी त थिएन तर अलिअलि भानी गोरी त थिए तर अहिले चाहिँ स्कुटरले गर्दाखेरि काली भएको छु तर ठिकै छ केही छैन म फेरि पछि भइहाल्छु नि हैन पहिला सुरुमा आफ्नो सिप सिक्न पर्यो अनि पछि त्यो यो ठुट्नुलाई त अब त्यसै मेन्टेन गरिहाल्छु नि पछि भन्ने त्यस्तै गर्दै बिग्रिसक्यो मेरो अनुहार त्यही साथीहरु मैले अस्ति रोम्स आहा भनेको थिएँ नि रोम्स मैले हिजोको भ्लगमा देखाएँ तर रोम्सले ल्याइदिएको के भनेर चाहिँ मैले देखाएको थिएन हजुरलाई म देखाउँछु है यो चाहिँ होस्टेलबाट भर्खर आयो ड्रेस लाउन अनि त्यसपछि अब चाहिँ स्कुल जाँदैछन् छोराछोरीहरू म रेडी गर्दैछु सोइजनलाई हाम्रो रोम्सले ल्याइदिएको बोतल यो चाहिँ सोइजनको लागि यो चाहिँ खतरा रहेछ क्या भाँडा माझ्दाखेरि यसको बोतल माझ्ने त्यो ब्रस पनि नचाहिने तलबाट पनि ढुवाङ माथि पनि ढुवाङ यो चाहिँ फिल्टर भइहाल्यो अनि त्यसपछि यो तलबाट लाउने बिर्को अनि यो चाहिँ मलाई चाहिँ यो चाहिँ त के रे त्यही पनि यो स्यारोनको लागि यो सोइजनको लागि बाबुको झन् खतरा हो त यहाँ छान्ने फिल्टर नि भएको किन फोर्नु पर्यो झन् फोर्नु भएको ठिक होला गरे कस्तो पागल जस्तो रहेछ कुरा नि रोम्सले ल्याइदिएको यो स्यारोनको लागि यो सोइजनको लागि यो चाहिँ सोइजनलाई मन परेर खतरा छ घरिघरि दिदी मन लैजान्छु नि यो भनेको छ फकाएको छ दिदीले मानेको छैन दिदीलाई यो मन परेरै किनिदिएको रोम्स त्यही भएको भएर यो पनि खतरा लाग्यो मलाई त यो फिल्टर भएको तर छोराछोरीलाई त्यस्तै हो म्याङ्गो ट्याङ हालिदिएको यो चाहिँ पहेँलो भयो यो चाहिँ हरियो भयो यो ग्रिनमा के अरे यो स्काई ब्लूवाला थियो नि त त्यही भएर कस्तो फरक देख्यो अहिले चाहिँ मैले यो सबै पातहरू फालेर अनि यस्तो बनाइदिएको छु हल्ला शीतल हलुङ्ग भयो होला यो उसलाई त्यति गरेर अनि यहाँको पनि मैले त्यो सुकेको पातहरू निकालेर फालिदिएको थिएँ केटाकेटी स्कुल जानुलाई भयो त्यही भएर फाले खाने यहाँको चाहिँ अहिले घाम गयो भने फाल्ने हो फेरि यति धेरै अनि यो भेन्टा बल्ल फल्दैछ यो यति बेला शीतल हुन्छ कि भनेर यति बेला जानु खोजेको त झन् अहिले नि घाम सायद उनलाई
टाट्टो पिरो खानु आज त 8 बनाउने कोसिस गर्ने हो यो 8 किन चाहिन्छ होला कि त्यो 8 के घुम्टी मोड्न सकिन्छ बेकारमा यो 8 किन चाहिन्छ त्यो लाइसेन्स बनाउने बेलामा दिमाग खराब यो 8 बनाउनु त कति झिजो हुँदो रहेछ खै अब टाइम नि सकिन लाग्यो बल्ल बल्ल अलिअलि चलाउन सिक्यो 8 त कहिले कहिले खै लाल आयो पलम आयो वाउ अब चाहिँ पलमको सिजन कुराप्प ढोक्नु लाउनु वाउ पिरो चटपटे चाहिए रे यहाँ अझ ला अर्काको जिन खोज्छ अझ कपाल काटेर आएको अनि पानी भरेर बाहिर अनि झन् ठुलो पानी भरेर के गर्नु सैजन अनि सानो गिरापर बोल्दा सबैले सुन्छन् हाम्रो दाइले पठाइदिनु भएको कसैले भान्जा भान्जीलाई खाजा ल गिरा न
दुईमा नमिलेपछि यो जान्छ फेरि फुरुक्क यो जान्छ फेरि फुरुक्क। छेउन तुप्पाको गीत अगाडिको खै त नि गीत अनि अञ्जलीमा फापर सिलाम चामल मुडुक सिलाम चामल मुडुक सिमल चामल मुडुक दुईमा नमिलेपछि यो जान्तेसी हुरुक यो जान्तेसी हुरुक। आयो खाप्सी खाप्सी हो कि खाप्से यस्तो खालको रहेछ कि कस्तो अचम्म खालको बनाएको मिठो रहेछ। मैले खाइसकेँ यहाँ चाहिसकेँ हाम्रो दाले पठाइदिएको केटाहरूलाई खाजा भन्दै। आज चाहिँ यो मरौतीको तरकारी पकाउनु भएको। मरौतीको तरकारी रमरम खालको मिठो हुन्छ होइन। अनि अलिअलि उस पनि छ फापरको साग पनि मिस्सी छ। हेर्नु यहाँ फ्रिजमा राखेको फापरको साग धेरै भयो भने त राखेको अनि त्यही भएर बिग्रियो।